अब समसामयिक राजनीतिको कुरा गर्दा हामीले अहिले भर्खरको कुरा भन्दा पनि अलिकति पछाडि फर्केर केही पहिलादेखिको कुरा चाहिँ हामी जानुपर्ने आवश्यक हुन्छ र पहिला भन्दा पनि खास गरी हामी आफै सक्रिय भएर लागेको अवस्थाबाट हेर्दाखेरि खुलेआम रूपमा विगत कालमा त्यसभन्दा पहिला काम गरे पनि खुलेआम रूपमा 46 सालको आन्दोलन भाग लियो स्वयं आफै र भाग लिएर त्यहाँ गर्दाखेरिको गतिविधि त्यस बेलाको सङ्घर्षका कुरा अनि त्यसपछि बहुदलीय व्यवस्था स्थापना भयो 17 सालमा चाहिँ खोसिएको भन्नुपर्यो खोसिएको चाहिँ बहुदलीय व्यवस्था संसदीय व्यवस्था 40 सालको आन्दोलन स्थापित गर्यो र 48 सालमा भारतको पहिलो निर्वाचनमा निर्वाचित हुने मौका पाउने मध्येको आफू पनि परियो र पार्लियामेन्टको पनि 3 वर्ष हेरियो। अब त्यसपछि आएर देशको राजनैतिक कार्यकाल पहिल्यै संसद विघटन 3 वर्षमै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले विघटन गरेदेखि नै यहाँको राजनीतिमा अस्थिरता आयो र अस्थिरता छाउनेमा अब देशभित्रको शक्तिभन्दा पनि विदेशी शक्तिहरूको छलखेल त्यसै गरी इन्डियाको छाटो हस्तक्षेपको कारणले गर्दाखेरि कहिल्यै पनि यहाँ स्थिर सरकार बन्न सकेन। हुँदा यस्तो किसिमको अवस्थामा पुगे कि पुराना दल खास गरी नेपाली काङ्ग्रेस नेकपा एमाले अनि पछि आएर चाहिँ अब यो 65 आन्दोलनपछि गणतन्त्र स्थापना गरी 2036-47 सालको संविधान ल्याएर त्योभन्दाको पहिला अवस्थाभन्दा पनि अझ चाहिँ नराम्रो अवस्थामा देश पुग्यो र साँच्चै भनियो भने यो गणतन्त्र व्यवस्था स्थापना भएको भनिएको अवस्थामा त जनताले के अनुभव गरे भन्दाखेरि गणतन्त्र होइन कि लोकतन्त्र हो भन्ने किसिमको प्राक्टिसमा आयो। किनभने भ्रष्टाचार र उसमा चाहिँ पार्टीहरू मुछिए नेताहरू मुछिए अनि सारा चाहिँ देश सङ्घाल भयो जनता र त्यसको बारेमा केही पनि सोचिएन। त्यसको फलस्वरूप गत साल भदौ 23-24 गते जनजीय आन्दोलनले चाहिँ युवाहरूले आन्दोलन छेडे जुन आन्दोलनले गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 23 गते आन्दोलन हुँदा बित्तिकै उनले राजीनामा दिएका हुन्थ्यो भने सायद 24 गतेको घटना घट्ने थिएन। 24 गतेको घटना नघटेको भए धेरै क्षति हुनबाट जोगिन्थ्यो त्यसमा पनि सकेन। त्यति मात्र होइन अब अहिले त्यसपछिका घटनाक्रममा जुन राष्ट्रपा पार्टीले झन्डै 2/3 बहुमत ल्याएर सरकार बनाइरहेको छ बालेन्द्रको नेतृत्वमा त्यसपछि पनि अब यी पुराना दलहरूले अब फेरि दिवास्वप्न देखिरहेका छन् र अझै पनि विरोध गरिरहेका छन्। उनीहरूले अहिले पनि हाम्रो हिजोको गल्तीको कारणले यिनीहरू आए र यिनीहरूले अब चाहिँ शासन सत्ता राम्रोसँग गरून् देशको विकास गरून् भन्नेतिर छैन। अझै पनि बिगार्ने अझै पनि देशलाई तिर पुर्याउने देशलाई चाहिँ माथि हुन नदिने किसिमको सोच नै यिनीहरूसँग रहेको देखिन्छ। र त्यो मात्रै नभएर शेरबहादुर देउपा जुन चाहिँ जनजीय आन्दोलनकै बेलामा केही समयपछि विदेशतिर गएर बस्नुभएको थियो उहाँ चाहिँ यहाँ फर्केपछि उहाँले फेरि म हिन्दू भनेर उहाँले आफूलाई हिन्दू भएको चाहिँ प्रमाणपत्र पेस गर्नलाई उहाँले खोजिरहनु भएको छ। त्यसको आधारबाट फेरि एउटा नयाँ किसिमको तरङ्ग पैदा भएको रूपमा मान्छेले हेरिरहेका छन्। र मलाई लाग्छ त्यो त के हो भन्दाखेरि अब कुनै किसिमको टेक्ने समय ठाउँ नभएर यसमा चाहिँ टेकेपछि चाहिँ राहत हुन्छ कि भनेर उहाँले गरेको हरकत मात्रै हो। त्यसबाट मलाई लाग्छ नेपाली काङ्ग्रेस अथवा शेरबहादुर देउवालाई कुनै त्यस्तो उपलब्धि केही होला भन्ने म ठान्दिनँ। र अरू नेताहरू पनि जो प्रचण्ड ओली बाबुराम भट्टराई लगायतका मान्छेहरूले जे एउटा प्रलाप गर्दै हिँडिरहनु भएको छ उहाँहरूले पनि अब केही गर्न सक्ने हिसाब किताब देखिँदैन। किनभने कतिपय त आफ्नो पार्टीको नामै छोडिसक्यो। माओवादीले 10-15 जना यसो गरेको भनेर मुर्ती ताकेर चाहिँ सलाम गरेर ठोक्ने माओवादीहरू अहिले आफ्नो पार्टीको नामै छैन। जसले आफ्नो पार्टीको नाम पनि राख्न सकेका छैन अनि उहाँहरूले फेरि अब के को पूर्ति देखाउने आफूले चाहिँ सत्ता हासिल गरेको बेलामा हिजो चाहिँ पावरमा भएको बेलामा जोगाएर चाहिँ जनता पक्षमा काम गर्नु नसक्नेहरूले 17,000 मान्छेको हत्या किन गरी त्यसको उत्तर सही किसिमको उत्तर दिन सक्ने आँट उहाँहरूसँग अब छैन। नैतिक धरातलमा किनिसक्यो। त्यस कारणले अब देश भनेको युवाहरूकै हातमा हो चाहे बालनले गरोस् चाहे कसैले गरोस् अब पुराना यी थोत्रा मान्छेहरूले गर्लान् भनेर सोच्नु बेकारको कुरा हुन्छ। सरकारको पछिल्लो काम कारबाही
सुरुवातदेखि नै अहिलेसम्मलाई अलिकति मूल्याङ्कन गर्नुहोस् त कसरी हेर्नुहुन्छ तपाईँले? अब यो 4-5 महिनामा खासै मूल्याङ्कन हुन सक्दैन, 5 वर्षको कार्यकाल हो। र उनीहरूले सिम्टम हेर्दाखेरि उनीहरूले केही राम्रो गर्छन् कि भन्ने लक्षण चाहिँ देखिएको छ। तर त्यो लक्षणलाई पुरा गर्न दियो भने अब हामी अझै पनि सिद्धिन्छौँ भन्ने हिसाब किताबमा विपक्षीहरू लागेको देखिन्छ पुरानो पार्टीको। र यो नै के हो भने एउटा देशको लागि दुर्भाग्यपूर्ण हो। यदि देश बनाउँ बचाउँ भन्ने हो भने यिनीहरूले राम्रो काम गरून् भन्ने किसिमको वातावरण पुरानाले किन सिर्जना गर्न सकिन्न? राम्रो वातावरण सिर्जना गरेर 5 वर्ष राम्रोसँग काम गरून्, देशको जनताको लागि राम्रो गरून्, भलो गरून्, हामी बसेर हेरौँ भनेर भन्न सक्नु पऱ्यो नि। आफूले गल्ती गरेको छ भने गल्ती कमजोरी आफूले चाहिँ महसुस पनि गर्न सक्नु पऱ्यो। भ्रष्टाचार गरेका केसहरू छन्, विभिन्न चाहिँ आरोपहरू लागेका छन्, विभिन्न चाहिँ अब कारबाहीहरू अगाडि बढिरहेका छन्। ती कुरामा उहाँहरू आफै दुधले धोएको हामी चाहिँ एकदम हामी आफै चाहिँ चोखा छौँ, हामीले केही गरेका छैनौँ भन्ने किसिमको वातावरणतिर उहाँहरू गइराख्नु भएको छ। उल्टो अनि उहाँले काम गर्न नदिने वातावरण सिर्जना गरिरहनु भएको छ। सरकारको परराष्ट्र नीति विशेष गरी भारत र चीनसँगको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? के गर्नुपर्छ? तपाईँको सुझाव के छ? भारत र चीनसँगको परराष्ट्र नीति भनेको त हाम्रो चाहिँ पहिलाको जुन संलग्न परराष्ट्र नीति थियो त्यो नै कायम हुनुपर्थ्यो मेरो विचारमा। तर अमेरिकाको चाहिँ एमसिसी परियोजना जब पारित भयो त्यसबाट के भयो भने अब हामी चाहिँ असंलग्न परराष्ट्र नीतिमा छैनौँ, हामी संलग्न भइसक्यौँ। किनभने हामी अमेरिकी किताबमा गयौँ। जब हामीले एमसिसी पास गर्न हामीले घोटालालाई पास गर्छौँ भने अनि हामी कसरी असंलग्न हुन सक्छौँ? हामी चाहिँ एउटा किताबमा उभिसक्यौँ हाम्रो देश। यदि त्यसलाई सही ढङ्गले समाधान नगर्ने, त्यसलाई फिर्ता नगर्ने हो भने त नेपाल चाहिने असंलग्न छु भनेर भन्नु भनेको चाहिँ के भने राजासित जनतालाई आँखा छाडो हाल्ने बाहेक अरू केही पनि होइन। सरकारले राम्रै गति अथवा चाहिँ सरकारको जुन दिशा छ नि, जुन चाहिँ तय गरेको छ डिरेक्सन, त्यो चाहिँ कस्तो पाउनु भएको छ विदेश नीति सम्बन्धमा? विदेश नीति सम्बन्धमा अहिलेसम्म त ठिकै गरेको देखिन्छ। अब यो हामीले इन्डियाले मिचेको चाहिँ लिम्पुया धुरा इत्यादि पनि फिर्ता गर्नुपर्छ भनेर चाहिँ प्रधानमन्त्री पसिएकै देखिएको छ। अब तर कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा हेर्नै बाँकी छ। अहिले भर्खरै मूल्याङ्कन गरेर यिनीहरूले यसै गर्छन् भन्न सकिने अवस्था छैन। अब छोटकरीमा के भन्न सकिन्छ भने राम्रो गरे भने त्यसको परिणाम पनि यिनीहरूले भोग्ने हो, नराम्रो गरे भने पनि परिणाम यिनीहरूले भोग्ने हो। तर नराम्रो गरे भने परिणाम देशले पनि भोग्नुपर्छ, राम्रो गऱ्यो भने देशलाई पनि राम्रै हुन्छ, यिनीहरूलाई पनि राम्रो हुन्छ। राजनीति विश्लेषकहरू राजसभाभित्र आन्तरिक खिचोलो अथवा रवि र बालेनको बिचमा खिचोलो छ अथवा यिनीहरूको बिचमा चाहिँ एकता छैन भन्ने तहबाट विश्लेषण पनि गरिरहेछन्। तपाईँले चाहिँ यो बाहिरबाट हेर्दा के पाउनु भएको छ? कस्तो लाग्छ? के होला जस्तो अनुमान गर्न सकिन्छ? कुनै पनि क्रियाशील सङ्घर्ष, कुनै पनि क्रियाशील पार्टीभित्र केही न केही आन्तरिक वाद विवाद छलफलहरू हुन सक्छन्। त्यो जहाँ पनि हुन सक्छन् होला, यिनीहरूका नि भएका होला। त्यो हामीलाई तथ्यगत अर्का पार्टीभित्र के भइरहेको थियो भन्न सकिन्न। तर बाहिरबाट हेर्दाखेरि के छ भने उनीहरूभित्र कुनै विवाद परेको अथवा बालेन र रविको बिचमा कुनै त्यस्तो दरार पैदा भयो भने उनीहरू आफै नै सिद्धिन्छ। सबभन्दा पहिला उनीहरू आफै सिद्धिन्छ। त्यस हुनाले कसैले पनि आफ्नो हत्या आफै गर्न चाहन्छ। त्यस कारण मलाई लाग्छ उनीहरू आफ्नो कारणले 5 वर्ष गुमोस् भन्ने उनीहरू चाहँदैनन्। उनीहरू 5 वर्ष कसरी हुन्छ राम्रो काम गरेर जाने भन्ने अघि बढ्न खोज्छन्। तर उनीहरू सक्छन् सक्दैनन्, यो संविधानले दिन्छ कि दिन्न, यो चाहिँ नि संरचनाले, यो राजनीतिक संरचनाले दिन्छ कि दिन्न, त्यो भन्ने विचारणीय कुरा। तपाईँले संविधानको प्रसङ्ग निकाल्नुभयो। यो संविधानको के देख्नुहुन्छ? यो संविधानको कुनै चाहिँ विदेशी डिजाइनमा आएको संविधान हो, हाम्रो नेपालको वातावरण अनुकूल बनेको संविधानै होइन, नेपाली जनताले चाहेको संविधानै होइन। र यो संविधान नै यो सारा चाहिँ दुर्गति बनाउनमा प्रमुख हात यो संविधानको पनि छ। किनभने 47 सालको संविधान हुने बेलासम्म यति माथि देश त रफ्तारमा पुगेको थियो। जब यो चाहिँ 72 सालको संविधान आयो त्यसपछि नै देश चाहिँ रफ्तारमा पुगेको छ। त्यस कारणले अब राम्रो किसिमले देश अगाडि बढाउने, राम्रो किसिमले देशको उन्नति प्रगति गर्ने भन्छ सबभन्दा पहिला त यो बाधा अर्चन खाल्ने संविधानै प्रयास हुनुपर्छ र फेरि आफ्नो संविधान बनाउनुपर्छ। यहाँ संविधान सभाले बनाएको भनेर नौटङ्की गरेर चाहिँ देखाइएको मात्रै हो। संविधान सभाले बनाएको त्यो हुँदै होइन, विदेशीले डिजाइन गरेको संविधान बाहिर ल्याइएको। बुदागत रूपमा भन्नुपर्दा तपाईँले यो संविधानभित्र के अप्ठ्यारा अथवा नराम्रो पक्ष के पाउनु भएको छ? के संहिता लगायतका मुद्दाहरूतर्फ इसारा गर्नुभयो तपाईँले? संहिता त कागजमा मात्रै हो, व्यवहारमा संहिता यहाँ लागू भएकै छैन। व्यवहारमा चाहिँ नि उही तानाशाही किसिमको र एकात्मक किसिमको केन्द्रको मुक्ताक्रिय प्रवृत्ति अझै पनि छ। कुनै पनि प्रदेश स्वतन्त्र ढङ्गले आफ्नो ऐन कानुन इत्यादि बनाएर चल्न सकेको अवस्था पनि छ।
किन अब स्थानीय निकायहरूले केही न केही राम्रो काम गरेको देखिन्छ। उनीहरूले चाहिँ आफ्नो सक्दो प्रयास गरेका छन्। कति उनीहरूले छुट पाएका छन्, कति चाहिँ केन्द्रले उनीहरूलाई छुट दिएको छ, त्यो अनुसार गर्ने हो। फेरि उनीहरू पनि लगाममै छन्, उनीहरूलाई चाहिँ स्वतन्त्र ढङ्गले काम गर्नु दिएको छैन। तर राजनैतिक रूपमा सङ्घीयता भन्नुको अर्थ के हो भने जुन निकाय हो त्यहीले नै आफ्नो सम्पूर्ण कुरा गर्न पाउने अधिकार हुनुपर्छ, त्यो स्वतन्त्र हुनुपर्छ, मात्रै सङ्घीयता हुन्छ, नत्र भने हुँदैन। र सबभन्दा अप्ठ्यारो कुरो चाहिँ के हो भने यो हाम्रो जस्तो सानो देशमा सङ्घीयता फाप्सिँदै छैन, सङ्घीयता आवश्यकै छैन। त्यो बेकारमा चाहिँ एकताबद्ध भएको देशलाई तहस पार्ने एउटा डिजाइन अनुसार चाहिँ सङ्घीयता गरिएको हो र यसले नेपालको उन्नति प्रगति गर्न सक्दैन। र सबभन्दा पहिला त यो संविधान अन्तर्गतको यो प्रदेश सरकार चाहिँ यो प्रदेशको जुन संरचना छ त्यो खारेज गर्नुपर्छ। किनभने यसमा अनावश्यक रूपले आफ्ना चाहिँ समर्थकहरूलाई पाल्ने मात्रै काम गरेका छन् पार्टीहरूले। त्यो प्रदेशको कुनै किसिमको लाभदायक काम केही पनि भएको छैन। भनेपछि संविधान पूर्ण रूपमा खारेज भएर नयाँ संविधान आउनुपर्छ वा 47 सालकै संविधान पुनर्स्थापना हुनुपर्छ भन्ने तपाईँको मत हो? अब यो चाहिँ 47 सालकै संविधान स्थापना गर्नुपर्छ अथवा के गर्नुपर्छ भन्ने कुरा दोस्रो चरणको कुरा हो। अब अहिलेको चरणमा के हो भने यदि हामीले हाम्रो देशलाई सही ढङ्गले अगाडि बढाउने हो भने यो संविधान बाधक भएको प्रष्ट रूपमा बुझिएको छ र विभिन्न क्षेत्रका जनताहरूले पनि संविधानको संशोधन गर्ने, संविधानमा फेरबदल गर्ने भन्ने आवाजहरू उठिरहेकै छन्। तर फेरबदल गरेर मात्रै समस्या समाधान होला भन्ने देखिन्न। किनभने सङ्घीयता नै जब हाम्रो यहाँको चाहिँ हाम्रो देशको आउँदो किसिमको वातावरण छैन, यहाँको जनतालाई एकताबद्ध गर्न सक्दैन। हिजो 2224 टुक्रा टाक्री भएको राज्यलाई पृथ्वीनारायण शाह जस्ता महान एउटा राजा निस्केर एकीकरण गरेर यो देश अहिले यस्तो यतिको भएको र यसैमा हालिमाली गरेर अनि यहाँ चाहिँ दुनियाँभरका नारादिनी भएका मान्छेहरू अनि यो देशमा टुक्रा टुक्रा पारेर भने भोलि चाहिँ नि सारा चाहिँ टुक्रियो भने त्यो बेला कसले के गर्न सक्दैन। त्यस हुनाले यो चाहिँ पुरै विदेशीको डिजाइनमा भएको छ र देशलाई एकताबद्ध एकीकृत रूपमा सबल बनाएर अघि बढाउने हो भने यो सङ्घीयता आवश्यक छैन। सबभन्दा पहिला प्रदेश ठिक छैन। यदि यो संविधानै रह्यो भने पनि प्रदेश कायम रहेसम्म यसले झन् राम्रो काम गर्न सक्दैन र समानुपातिक सिस्टम पनि ठिक छैन, त्यो पनि हटाउनु पर्छ। आफ्ना झोले चम्चेलाई ल्याएर भर्ती गर्ने ठाउँ हो भनेको। त्यहाँ चाहिँ खास ल्याउनु पर्ने मान्छे कोही पनि अहिलेसम्म ल्याएको गरेको छैन। आफ्ना नातागोता भर्ने, आफ्ना चाहिँ समर्थक भर्ने बाहेक देशको लागि चाहिने विज्ञ एउटा चाहिने जुन समुदाय हुन्छ तिनीहरूका मान्छे बौद्धिक मान्छेहरू ल्याएर त्यहाँ चाहिँ राख्ने अनि त्यहाँबाट देशको लागि पोलिसी बनाउने अनि देशलाई उन्नति गर्ने भन्ने चाहिने मकसदबाट यदि त्यो चाहिने समानुपातिक राखिएको भने त्यस्तो खै त अहिलेसम्म गरेको त देखिन्। अहिले त आफ्ना चाहिने समर्थक भर्ती गर्ने मात्रै काम भएको छ। त्यसैले यस्तो खालको अवस्थामा यो देशको उन्नति हुन सक्दैन। यही कारणले गर्दा देशको दुर्गति भइरहेको छ। सरकारले सक्छ त यो त तपाईँले जुन चाहिँ सुझाव अथवा तपाईँको मत राख्नुभयो अहिले संविधानबारे, यो सरकारले संविधान खारेज गरेर नयाँ संविधान ल्याउने वातावरण बनाउन सक्छ कि सक्दैन त? त्यो सरकारले चाहियो भने सक्छ। किन भन्दाखेरि झन्डै 2/3 बहुमतमा छ सरकार। 2/3 बहुमतमा भएको सरकारले त जुनसुकै कुरा पनि निर्णय गरेर उसले लागू गर्न सक्छ। त्यो हैसियत उसले राख्छ। तर उसँग त्यो चाहिँ इच्छा शक्ति हुनु पर्छ, उसँग त्यो चाहिँ नैतिक बल हुनु। ऊ चाहिँ कसैको भुइँमा चढेको छ, इसारामा छ भने त्यो गर्न सक्दैन। छैन, देशभक्त हो र पक्का चाहिँ देश र जनताको हितको लागि नै अगाडि बढेको छ यो सरकारले, त्यो काम गरेर देखाउनुपर्छ। अनि बल्ल विश्वास गर्न सकिने वातावरण बन्न सक्छ। भनेपछि सरकार त्योतर्फ उन्मुख भएको पाउनुहुन्छ कि अब त्यो के सरकारले संविधान चेन्ज गर्ने कुरा यता कता गर्न खोजेको जस्तो कुरा पनि आएको छ। तर दह्रो रूपमा त्यो चाहिँ अहिलेसम्म सुन्न पाइएको छैन। समय पनि त त्यो 2-4 महिनाको कुरा छ। उनीहरूको 5 वर्ष कार्यकालमा 2-4 महिना 5 महिना भनेको के ठुलो कुरो हो र त्यो भित्र उनीहरूले केही समस्या समाधान गर्न केही उनले उठान गरेका छन्, तिनलाई पनि राम्रोसँग चाहिँ पुरा गर्न सकिरहेका छैनन्। अब त्यसैमा पनि बाधा विरोधहरू खडा छन्। संसद राम्रोसँग चल्न नदिने वातावरण पनि सिर्जना भइरहेको छ। अनि सुकुम्बासीहरूको समस्या समाधान गर्न हात हालेको त्यहाँ चाहिँ पूर्ण रूपले सबै सक्सेसफुल बनाउन सकिने अवस्था सिर्जना भइरहेको छैन। अब त्यो तुरुन्तै समाधान हुन सक्ने विषय पनि होइन, त्यो केही समय लाग्छ नै। अब फेरि अहिले त मौसमको हिसाबले पनि अब यस्तो चाहिँ बर्खाको समय छ, विभिन्न समस्याहरूको बावजुद पनि उनीहरूले जुन चाहिँ सरकारले जुन आँट गरे जे जति कदम चाल्न खोजेको छ त्यो चाहिँ प्रशंसनीय नै मान्न सक्छ। र यिनीहरूले 5 वर्ष खाउन्, त्यो 5 वर्षमा हामीले कसैले गडबड नगरौँ, यिनीहरूले पुरा गरौँ न कार्यकाल। अनि के गर्दा रहेछन्, बेठी गरेछन् भने हामी सबैले जसरी अहिले झन्डै 2/3 बहुमत जनताले दिएका छन् त्यसै गरी फेरि अर्को कसैलाई जिताउन सकिएला त्यसको विकल्पमा। तर 5 वर्ष उसले गर्न पाएको छैन। अनि 5 महिनामा सबै थोक हुनुपर्छ। हिजो 35 वर्ष गर्दाखेरि के गरे दलहरूले?
अहिले ती दललाई कुनै नैतिक उनै छैन, उनीहरूलाई कुनै किसिमको भानै छैन यी एक्कासी चाहिँ यस्तो रोक्छ भने विरोध गर्छ यिनीहरूको विरोध गर्ने त यिनीहरूको नैतिक कुनै छैन। यिनीहरू जस्ता मान्छे ल्याउने कसको हात छ भन्दा यिनै पुरानो दलको छ। ती पुरानो दलले हिजो ठिक काम गरिदियो भने यिनीहरू आउँथे, कुनै हालतमा आउँथेन। त्यसो भएर अहिले यिनीहरूलाई गाली गराइ छैन, यिनीहरूलाई नतमस्तक यिनीहरूले जे निर्णय गर्छन् त्यो मानेर बस्नुपर्छ 5 वर्ष। यदि यिनीहरू सच्चा राजनीति गर्ने मान्छे हुन् भने, होइन भने अब यस्ता यी चाहिँ कुनै 3 नम्बरको लोटा जस्ता कहिले के गरेका छन्, कहिले के गरेका छन्, कहिले कोसिसले मिलाएका छन्, कहिले कोसिसले मिलाएको यस्तो किसिमको गरेर कसरी राख्नुहुन्छ।